काउन्टरबाट हामी यसरी छिर्नुपर्छ र यहाँ चाहिँ यस्तो राम्रो ठाउँ छ हैन। यहाँबाट पानीको धारा पनि रहेछ हैन। अब यहाँबाट चाहिँ फिदिम नगरपालिकाले यसलाई राम्रो गरेको जस्तो लाग्छ क्या मलाई। यो ढुङ्गामा हैन, यो ढुङ्गा छ, यो ढुङ्गामा चाहिँ यस्तो रेलिङ बनाइदिएको छ भने उतापट्टिको तालखर्कमा पहिरो गइरहेको छ, पहिरोले अलिकति अस्तव्यस्त बनाएको छ भने यहाँबाट उ तल यो देखिएको सायद मलाई लाग्छ सामदिनपरतिर यो चोकमागुतिर हो हैन, चोकमागु हो। यो चोकमागु पनि यहाँबाट राम्रो देखिन्छ। त भने पारी तेह्रथुम जाने बाटो यो भनेको जोरसालबाट उता माझीटार हुँदै तेह्रथुम जाने बाटोलाई पनि यहाँबाट देख्न सकिन्छ भने यतापट्टि नाङ्गिन पनि देख्न सकिन्छ तलतिर सिलामसाकमा हैन। त्यसै गरी त्यो टावर हाम्रो भ्यू टावरको टावर यसरी सिलामसाकमा देखिन्छ यहाँ। अनि यहाँ बस्नेको लागि गोड साथै यहाँ फुलहरू यस्तो मजाले रोपिएको छ कि सायद मलाई लाग्छ यतापट्टि शौचालय। ल यहाँ पारिपट्टि भनेपछि यतापट्टि देखिँदैछ मेची राजमार्ग फिदिमदेखि कि बिर्तामोडसम्मको यात्रा गर्नका लागिको यो मेची राजमार्ग हो भने यतापट्टि यहाँ बसेर चाहिँ मजाले आराम गर्दै साथीहरु यो मेरो ब्याकग्राउन्डमा देखिरहेको जुन भ्यू टावर यो एकदमै राम्रो र प्राकृतिक दृष्टिकोणले पनि यो आसपास यो जुन भ्यू टावर बनेको क्षेत्र आसपास एकदमै राम्रो वातावरण, स्वच्छ हावा र चिसो मौसम एकदमै राम्रो छ। फिदिम अलिकति गर्मी ठाउँ र फिदिमबाट केही किलोमिटर लगभग 5-7-8 किलोमिटर अगाडि आउँदै गर्दा यो भ्यू टावर भन्ने ठाउँमा आइपुग्छ र यो भ्यू टावर एकदमै राम्रो छ। यहाँ घुम्नका लागि एकदमै राम्रो वातावरण छ। यहाँका विभिन्न बनाइएको नगरपालिकाले यहाँ विभिन्न बनाएको छ, यहाँ पर्यटकीय स्थल छ हैन। यहाँ चाहिँ विभिन्न आकृतिहरू दिएको छ, विभिन्न कुरा बनाइएको छ, यो पनि एकदमै आकर्षक छ। हजुर बे भ्यू टावर कहाँको भ्यू टावर हो यो? अनि भाइले कस्तो पेन्ट लगाएको रहेछ आज? खै यता बाबालाई देखाऊ। अनि यस्तो च्यातिएको पेन्ट कसले किनिदिनु भएको? यता देखाउ न। भ्यू टावरमा आउँदा च्यातिएको पेन्ट लाएर आइछौ त, अनि कसले किनिदिनु भएको यो? हजुर कसले किनिदिनु भएको भन त?